हेलो नमस्ते एभ्रिवान। आज चाहिँ मेरो मम्मीले घरमै मेरो फेभरेट मोमो बनाउनु भएको छ। हेर्नुस् त कति मिठो देखेको छ है। चेयरमा नआट्ने भएर है टेबलमा यसरी बसेर बनाएको हामी आमा छोरीले। खाना सुरु गरौँ। अब फर्स्ट बाइट खाए ल। हेर्नु न कस्तो मिठो। म चाहिँ प्राय घरमै बनाउने गर्छु। मेरो बच्चाहरूलाई चाहिँ खासै म होटेलको दिन्न। कस्तो बिरामी जस्तो आएको त तिमी हामी दुईटा मात्रै बनाऊ। नआटेर के टेबलमा सुरु गरौँ न। कस्तो मिठो छ। पिठा खान्छ त भाइ। कस्तो मिठो, यस्तो झुसी भएको छ। है यहाँ पनि अचार छ। एकदमै मिठो गाई। हाल्ने सुप थोरै आफै बनाउँछु जे पनि। कम त ठुल्ठुलो होइन। सानो मम्मीले घरमा मोमो बनाउनु भयो भने चाहिँ सानो सानो बनाउनु हुन्न कि ठुलो ठुलो बनाउनुहुन्छ पेट अगाउने गरी। केही नि हुँदैन क्या त्यसले सुँदा। बा एकदम मिठो के रहेछ। बाहिरको भन्दा मलाई मम्मीले बनाएको चाहिँ घरमा एकदम मिठो लाग्छ। कति मिठो छ। हजुरहरूले पनि खाने भए आउनुहोस्। कति ठुलो ठुलो छ। अर्को ताता होइन जुसी अनि त्यसपछि एकदम मिठो सबै टुक्का। अब बाई 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 बाई। अब मोमो पनि सिधै होइन। हामी त छोटो बनाउँछौँ के धेरै लामो बनाउँदैन है। सबैजनाले मन पराइदिनु भएर सब्सक्राइब पनि गरिदिनुहोस् ल प्लिज। लाइक शेयर कमेन्ट पनि गरिदिनुहोस्। तपाईँहरूको सब्सक्राइबले नै केही न केही त हेल्प मिल्छ नि त हामीलाई। त्यही भएर मेरो छोरीको लागि भयो नि सब्सक्राइब गरिदिनुहोस् हजुरहरूले। बाई बाई।